यत्रो हो माइक ओ यता पनि छ त अझै ठुलो नमस्ते सबैजनालाई अब हामी चाहिँ रेडी भइसक्यौँ होइन रारा जानु लागि हामी पुग्नु त हिजो लगभग 3 बजीतिर पुगेको अब अलि ढिलो हुने भयो यहाँ फेरि खानासाना बनाउनु पर्ने आफैले अहिले लगभग हाम्रो कति 7-8 बज्छ होला होइन अब चाहिँ नेपालको झन्डा भिरेर टुरिस्ट जस्तो ब्याग बोकेर हामी चाहिँ यहाँ हिँड्न लाग्यौँ भन बाँकी केटाहरू बाहिर चाहिँ रेडी भइसकेछन् ल तिमी आउँदै गर है मोबाइल तिम्रो यो ल रेडी है सबजना रेडी भइसक्यो मलाई जुनी 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 सबजना रेडी भइसक्यो अब आफ्नो रेडी हुनुपर्यो बाँकी कुरा यस्तै हो हेलो एभ्रीबडी हाम्रो यात्रा कहाँ रे अबको रारा लेट्स गो यात्रा रारासम्मको लागि ल हिँड्नुहुन्छ हेलो गाइस नमस्ते सबैलाई अहिले चाहिँ हामी चाहिँ मुगु जिल्लाको राराताल यानि कि रारा राष्ट्रिय निकुञ्जमा चाहिँ प्रवेश गरिसकेका छौँ अहिले चाहिँ हामी कोही साथीहरू चाहिँ माथि जाने टिकटहरू लाग्दो रहेछ उहाँको लागि चाहिँ टिकट काट्न गइरहेका छन् सबजना चाहिँ यताहरू जम्मा भइरहेका छन् अझ अनि हामी चाहिँ यता पुगिरहेछौँ है अब चाहिँ हामी तपाईँहरूलाई यो रारातालभित्र यो निकुञ्जभित्र के कस्ता बोट बिरुवाहरू पाउँछन् यो वातावरण कस्तो छ यो क्षेत्रफल कति छ है यसको ताल कस्तो छ हिमालहरूमाथि परेको छ कि छैन त्यसको बारेमा यो भिडियोमा म सक्दोसम्म देखाउन कोसिस गर्नेछु कृपया भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला अहिले गाइस ल अनि सबले उहाँको च्यानललाई सबैले सब्स्क्राइब गरिदिनु होला है त गाइस ल है सबजना रेडी भइसक्यो अब चाहिँ हामी चाहिँ टिकट काटेर पनि गेटबाट छिरिसक्यौँ अबको यात्रा हाम्रो राराताल भिडियो नबनाउँछ ए यता गएको हामीले देख राराताल होइन कि राराताल अर्को नाम महेन्द्र तालले पनि चिन्छ हेलो सबैलाई नमस्कार अनि सबै सन्चै हुनुहुन्छ म पनि सन्चै छु आज हामी राराभित्र इन्ट्री गरिसकेका छौँ हेर्न सक्नुहुन्छ सब यता छौँ है सब पर बसिसकेका छन् म चाहिँ यता इन्ट्री बनाउँदैछन् ल रारा मिलमलाई जे भयो भने अहिले म चाहिँ यो रारा राष्ट्रिय निकुञ्जको भित्र छु राष्ट्रिय निकुञ्जभित्र छु यहाँ भएका बोट बिरुवाहरू के कस्तो छन् यो वातावरण कस्तो छ है त्यसको बारेमा चाहिँ हजुरहरूलाई म सकेसम्म चाहिँ यो भिडियोमा जानकारी दिने प्रयास गर्नेछु कोही साथीहरू अगाडि गइसकेका छन् भने कोही पछाडिबाट आउँदैछन् जो ठिक छ रमाइलो छ एउटा हेभन नै हो है नेपालीहरूको हेभन नै हो नेपाली मात्र नभएर बाहिरी देशबाट पनि आउँछन् मान्छेहरू घुमफिर गर्नको लागि एकदम अत्यन्तै राम्रो ठाउँ छ है रारा सकेसम्म कृपया आउनु होला नेपालभित्रको एक ठाउँ जो नेपालको सबैभन्दा ठुलो ताल राराताल वाह यस्तो ठाउँमा हामी पुग्नु भनेको हामी आफूले प्राउड फिल गर्नुपर्छ क्या ओके नेपालमा होला नि धेरै ठाउँ छन् घुम्नुपर्ने होइन जस्तै मनाङ मुस्ताङ भयो तेलुचो ताल भयो अन्य ठाउँ छन् धेरै एकदम प्रख्यात विश्व प्रख्यात जसले चाहिँ नेपाललाई धेरै ठाउँमा चिनाएका छन् त्यस्तो ठाउँमा पुग्नु भनेको हामीले आफूलाई नै प्राउड फिल गर्नुपर्छ त्यति होइन यहाँमा चाहिँ धेरै छन् हेर्नुपर्ने कुराहरू जान्नुपर्ने कुराहरू एउटा हामीले किताबी ज्ञान मात्र होइन त्यसबाट भएको जस्तै हामी किताबमा पढ्छौँ ए राराताल यस्तो छ है ठुलो छ नेपालको सबभन्दा ठुलो ताल हो यस्तो भन्ने चाहिँ हामीले पढ्यौँ किताबमा तर त्यहाँ पढ्नु र वास्तविक जीवनमा आएर हेर्नु ओह कल्पना गर्न सक्दैनौँ हामी त यार ठिकै छ सकेसम्म चाहिँ म है यो भिडियोमा चाहिँ देखाउने प्रयास गर्नेछु कस्तो ठाउँ रहेछ कस्तो रहेछ ताल मेरो पनि फर्स्ट टाइम नै हो अहिले चाहिँ पैदल यात्रा गरिरहेको छु घोडामा जान पनि मिल्छ तर घोडा भने यहाँ लगभग त्यस्तो धेरै 4-5वटा मात्र छन् हामी मान्छे भयौँ 27-28 जना त्यतिले त हुँदैन 3-4 ट्रिप हान्नुपर्छ फेरि
अलि लामो रहेछ क्या पैदल यात्रा। त्यो तल टिकट काउन्टरदेखि यहाँ सैनिक ब्यारेकदेखि हिँड्नुपर्ने चाहिँ रहेछ है। ठिकै छ, हेर्दै गर्नु होला। सकेसम्म चाहिँ म यो भिडियोमा चाहिँ सम्पूर्ण कुराहरू देखाउने कोसिस गर्नेछु। सुर्खेतदेखि 2 दिन लगाएर हामी मुगु जिल्ला रारातालमा चाहिँ हामी आइपुगेका छौँ। हाम्रो गन्तव्य हाम्रो 2-3 दिन जति सकिन्छ है, जति दिन लागे पनि हामी आफ्नो गन्तव्यलाई नछोड्ने भन्ने हाम्रो एउटा भित्रैदेखिको इच्छा थियो, चाहना थियो। त्यो इच्छालाई बटुल्दै हामी आज चाहिँ रारा राष्ट्रिय निकुञ्ज रारातालमा चाहिँ प्रवेश गरिसकेका छौँ। यहाँबाट चाहिँ लगभग करिब 1.5 घन्टाको बाटो हिँड्नुपर्छ राराताल जानको लागि। गाडी जान सक्दैन किनभने त्यहाँ चाहिँ सैनिक ब्यारेक छ। त्यहाँ यो चाहिँ रारा राष्ट्रिय निकुञ्ज जो चाहिँ एकदम है बाग्लो, यसको जङ्गल एकदम बाग्लो छ। त्यहाँ तलतिर चाहिँ यस्तो यो खाली पाटन जस्तो ठाउँ छ है एकदम, यहाँ जङ्गल छैन। फेरि यहाँ तपाईँलाई देखाउन चाहन्छु म यता साइडको यो यस्तो जङ्गल, यस्तो बाग्लो छ यो बोट बिरुवाहरू। लगभग नयाँ नयाँ आएको मान्छे कोही छ भने जस्तै यहाँभित्र छिर्यो भने चाहिँ गाह्रै नै छ है। आउँदैछन् साथीहरू पछाडिबाट, कोही साथीहरू चाहिँ अगाडि गइसकेका छन् है। जे होस् यो क्षेत्र नेपाली होइन विदेशीको मात्रै एउटा हेभन, प्राउड फिल गर्ने ठाउँ, गर्वको कुरा लाग्ने कुरा हो। अहिले हामी चाहिँ यो निकुञ्जको बीच क्षेत्रमा आएका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो जङ्गल आम्मामा यस्तो बाग्लो रहेछ होइन। जे होस् एकदम बाग्लो छ जङ्गल। यहाँभित्र पस्यो भने जङ्गली जनावरको आक्रमण पर्न सकिन्छ। त्यसैले सिधै बाटो छ पैदल यात्रा गर्ने अनि आफ्नो गन्तव्य कहाँ हो रारा क्षेत्र ट्याक्क त्यहाँ प्रवेश गर्ने। यति बाग्लो छ नि। लगभग अहिले चाहिँ हाम्रो लगभग 9 बजेको छ होइन। यो अँध्यारो छ क्या यहाँ पुरै। अहिले थोरै यो सूर्यका किरणहरू बिचबिचमा छिरेर मात्र उज्यालो जस्तो देखियो, न त चाहिँ पुरै अँध्यारो छ यो। ठिक छ, हेर्दै गर्नु होला भिडियो। ल निकुञ्जको बीच क्षेत्रमा आइसकेका छौँ हामीहरू है। जङ्गल यति बाग्लो छ नि कुरो गरेर साध्यै छैन। जे होस् ल एउटा फोडा पनि खिच्दिनँ भने साथीले है, ट्याक्क फोडा पनि हान्दिउँ न बीच जङ्गलमा। फेरि यस्तो बाग्लो छ नि। ल उताबाट साथीले फोडा खिच्दैछ है, म पोज दिइरहेको छु यताखेरि। रारा आउनु भनेको एकदम आफूले प्राउड फिल गर्नुपर्छ है। नेपालीको मात्र होइन, विदेशबाट बाहिर टुरिस्ट पनि आउँछन् यहाँ घुम्नलाई। नेपालमा धेरै ठाउँ छन् यस्ता जसले चाहिँ नेपाललाई विश्वभर चिनाएको ठाउँहरू। त्यहाँ चाहिँ हामी पुग्नै पर्छ है। नेपाली हुनु पर्यो, नेपाली गर्व गर्नु पर्यो नेपाली भएको कारणले। जे होस् रमाइलो छ यात्रा, अझै हाम्रो टुङ्गिने छैन। हामी अघिसम्म चाहिँ बाहिरबाट के बाहिर त हुन्छ नि जस्तो के बाहिर देशमा के पुरा हुन्छ नि। ल घोडा आइसक्यो तलबाट, घोडा स्थापना कहिले बा? अघिसम्म हामी चाहिँ उकालो लागिरहेको थियौँ, अब चाहिँ ओह्रालो झर्नु पर्यो कि कसो? जस हाम्रो यात्रा थाकिने छैन। 1.5 घन्टाको बाटो हिँड्नुपर्ने भन्ने थियो या पैदल यात्रा चाहिँ। अब घोडामा गइदिए भए चाहिँ अघि पुगिसक्थ्यौँ होला सायद हामी है। अब के गर्ने, जनता धेरै भए, घोडा थोरै भए, सो त्यस कारणले चाहिँ हामी चाहिँ घोडामा हिँड्न सकेनौँ। यस्तो एकदम बाग्लो छ जङ्गल है। आउनुपर्छ, सबजना घुम्नुपर्छ, सो गर्नै हो। राराताल भनेको नेपालीहरूको हेभन नै हो, विदेशीको पनि हेभन नै हो यो। आउनुपर्छ, सबजना घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ। जिन्दगीमा मरिरहनु के छ र यार, 2 दिनको जिन्दगी, हाँसो रमाऊ, यही नै यो जिन्दगी नै यही हो। यो एक बल्ल बल्ल पाएको यो जिन्दगी त्यतिकै खेर किन फाल्ने, रमाऊ न। ओहो ठिक छ, अरू कुरा यस्तै हो है। तर यहाँ हामी एउटा जनावर भेटाएनौँ के, सो देखाउने भनेको क्यामेरामा। अरू यस्तो यो दृश्य मेरी आमाले फुल भएको त स्टोरेज। सबजना यति खुसी भएन है। अब आफ्नो देशमा भएको एउटा सबभन्दा ठुलो ताल राराताल, जसले चाहिँ नेपाललाई विश्वभर चिनाएको छ, एउटा स्वर्ग जस्तो ठाउँ। त्यो देख्न पाउनु भनेको आफूले भाग्यमान ठान्नु है। सबजना चाहिँ यस्तो प्राउड फिल गरे नि आफूले। अगाडि गइसकेका छन्, हामी चाहिँ अब पुग्न लाग्यौँ। ल यस्तो छ नि, फेरि ठिकै छ, पुग्न लाग्यौँ है। तपाईँहरूलाई सकेसम्म सब दृश्य देखाउने कोसिस गर्नेछु। फाइनली है आफ्नो यात्रा चाहिँ अब एकदम गन्तव्यमा पुगिसकेका छौँ। म देखाउँछु तपाईँहरूलाई एकछिनै ब्याकग्राउन्डबाट।
पछाडिको त्यो देखेको पुरै यो राराताल। यस, हाम्रो मिसन प्लान चाहिँ एकदम सक्सेस भइसकेको छ गाइजहरू, साथीहरू है। प्राउड फिल है आफूले एकदम। ओ माई गड, केही बोल्न सक्दैन म त यार। अब यत्रो ओ माई ओ यतामा छ त अझै ठुलो स्वर्गको टुक्रा गाइज। ल ओहो पछाडि हेर्नुहोस् त गाइजहरू। ल फाइनली एउटा स्वर्गको टुक्रा जो सानैदेखिको सपना थियो मेरो। एउटा सानैदेखिको सपना थियो मेरो है। ल है फाइनली रारा पुग्यो है। एउटा बच्चादेखिको सपना थियो जसरी भए पनि रारा पुग्छु भन्ने। आज त्यो अटुट विश्वास लिएर चाहिँ यहाँसम्म आइपुगेको छु। ल जे होस्, आफ्नो एउटा सपना चाहिँ पुरा भयो। पारी हिमाल, सेताममै हिमाल। ल ठिकै छ है गाइजहरू, फाइनली पुग्यो, सक्सेस भयो मिसन आफ्नो। जे सोचेको थिएँ, जे अटुट विश्वास लिएर आएको थियो त्यो साँच्चै सफल भएर आइयो। ठिक छ। ओ स्वर्गको टुक्रा गाइज, आउनै पर्छ एकचोटि चाहिँ पक्कै पनि, मलाई लाग्छ है। सबजना आउनै पर्छ हेर्नु त यो। ओ माई गड, त्यो पारीदेखि यहाँसम्म यो पछाडि परैसम्म यो पुरै ताल यो रारा। ओ माई गड, यत्रो ठुलो ताल। ओह सोचेको थिएन यार यत्रो हुन्छ, यत्रो छ भनेर। त्यो पारी त हिमाल हेर न। ओ माई गड, हिमालको काखैमा क्या यो यस्तो है। रारा तल घुम्न जाने मन लाग्या छ। गीत गाइदिउँ न, के छ र फेरि। ल गाइज फाइनली हामी चाहिँ रारा पुगिसकेका छौँ। यहाँको दृश्यहरू पनि रमाइसक्यौँ थोरै। अघि नै आएको हामी चाहिँ एकदमै राम्रो छ, सुन्दर पनि लाग्यो मलाई है। अनि वरिपरिको वातावरणहरू पनि सबै राम्रो छ। सबजना रमाइरहेको छ, सबजनाको हाम्रो इच्छा पनि थियो। सानैदेखिको इच्छा थियो हाम्रो आउने भन्ने। आज त्यो सपना हामीले पुरा गरेर छाड्यौँ। हाम्रो जस्तै तपाईँहरूको पनि सपना होला, आउनुहोस्, एकदम राम्रो छ, रमाइलो छ। अनि माइन्ड नै चेन्ज हुन्छ कि आएपछि, पुरै कस्तो दुःख भुले जस्तो हुन्छ सबै। स्वर्ग के सिधै स्वर्ग भन्थ्यो भाइको के। तपाईँ देख्नु पछाडि तालसँगै त्यो माथिको हिमाल त्यो आहा कस्तो राम्रो छ है। तर ठाउँ यस्तो भयो भने, तर यो निकुञ्जको क्षेत्र एरिया चाहिँ एकदम बाग्लो, एकदम बाग्लो। जङ्गल पनि बहुत राम्रो। यहाँको ठाउँ चाहिँ लास्टै सुन्दर रहेछ है। तर यो सुन्दर हुनुको कारण चाहिँ के रहेछ भन्दाखेरि यहाँ फोहोरहरू केही पनि छैन। यस्तो के भन्छ त्यसलाई, नकुहिने कुहिने कुनै पनि फोहोरहरू रहेनछ। अनि यहाँको नियमहरू पनि कडा भन्दा नि राम्रो पनि, कडा पनि राम्रो पनि, एकदमै राम्रो रहेछ। त्यही भएर त सुन्दर छ त, सबै दृश्य सबै राम्रो छ त। त्यही भएर त यहाँको चाहिँ हाँगा रुखहरू केही यताउति अनि भाँच्न नपाउने, पातहरू सङ्कलन गर्न नपाउने रहेछ। अनि अर्को कुरा चाहिँ जस्तै ठुला स्पिकरहरू हुन्छन्, रेडियोहरू, अनि क्यासेट, क्यामेराहरू, ड्रोनहरू चाहिँ यहाँ अलाउड रहेनछ। त्यो पनि र धुम्रपान तथा मद्यपान पनि अलाउड रहेछ। एकदम राम्रो रहेछ। त्यो सुन्दर, त्यसै स्वर्ग भनेको रहेनछ रारालाई है। हिमालको काखैमा रहेको यो रारा ताल जस घुम्न पाइयो, रमाइलो गरियो, यही नै हाम्रो लागि खुसीको कुरा हो। आउनुहोस्, घुम्नुहोस्, गरेर रमाइलो गर्नुहोस्। ओके, भिडियो हेर्दै गर्नु होला। हामी तपाईँहरूले यहाँका दृश्य पनि देखाउन बाँकी छ। हामी यहाँ होइन, पछाडि छ नि, त्यो पछाडि, त्यो छेउ पछाडि हो, त्यहाँ जानु छ। हामी यता जान बाँकी छ। यता पुरै यत्रो ठाउँ छ राउन्ड, त्यहाँ जान बाँकी छ। हेर्दै गर्नु होला। हेलो हेलो। ल आज हामी चाहिँ रारामा आएर बोटिङ गर्न लागेछौँ है। बोटिङ त हो यो, बोटिङ गर्न लाग्छ नि। ल फाइनल्ली गाइस रारा आएर बोटिङ पनि गरियो है, घुमियो फिरियो, रमाइलो गरिदियो। अब चाहिँ हामी चाहिँ फर्किन लागेको रारा तालबाट चाहिँ। ल सबजना गइसक्यो। ओके गाइस, भिडियो कस्तो लाग्छ हेर्दै गर्नु होला है। भिडियोलाई माया गरिदिनु होला, जति सक्दो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद गाइस। हामी चाहिँ फर्किन लाग्यो सबैजना भाइ बहिनीहरूलाई लिँदै।